भगवान यस्तो छोरीहरूप्रति प्रेम गर्ने दक्षले किन शिवजीको अनादर गरे? शिवजीको पतिको अनादर ससुरालीमा ज्वाइँको अनादर भयो भने छोरीको सत्कार जति गरे पनि काम छैन। ससुरालीमा छोरी त आफ्नै छन्, ज्वाइँलाई चाहिँ राम्रो व्यवहार गर्नुपर्छ। छोरीलाई चाहिँ काखा, ज्वाइँलाई छोरीलाई चाहिँ पाखा, ज्वाइँलाई काखा पनि होइन, छोरीलाई काखा, ज्वाइँलाई पाखा पनि गर्नु हुँदैन है। अब हजुरका त छोरी भन्दा नाति नातिना भएका होला, राधे राधे भन्नु। त भगवान शिवजीलाई अनादर गर्नुको कारण भन्नुहुन्छ राजन, एकपटक नि दक्ष प्रजापतिले सम्पूर्ण प्रजापतिहरू पनि प्रजापतिहरू मिलेर एउटा सामूहिक यज्ञ गर्ने जमर्को गर्नुभयो। त्यसमा ऋषि मुनिहरू सबैलाई बोलाउनु भयो र भगवान भोलेनाथ पनि आउनुभएको थियो। मैले अघि भने नि हजुर, ध्यानी मान्छेलाई मतलब हुँदैन कसैको। भगवान शिवजी 24 घण्टा आँखा माथि फर्काएर ध्यान गर्नुहुन्छ, तेस्रो आँखा खोल्नुहुन्छ। अब सबैजना उठेर दक्ष प्रजापतिलाई के गर्थे? अभिवादन गर्नुभयो, प्रणाम गर्नुभयो। भगवान शिवले भित्रै मनमा नै गर्नुभयो, उठ्नु भएन। साह्रै रिस उठेछ, ज्वाइँले अनादर गरौँ। मैले त भनेको थिएँ यो श्यामसान भूत प्रेतका मालिकलाई छोडिदिन भयो। यो विष्णुले मलाई झुक्क्याएर विष्णुलाई, विष्णु भगवानलाई गाली गर्दै मलाई यसले चाहिँ फसायो भन्दै गाली नानाघाती गर्दै शिवजीको के गर्नुभयो त? अपेलाना अपशब्दहरू बोल्नुभयो शिवजीलाई। भगवान शिवलाई केही फरक पर्दैन। यदि भक्त छ भने गाली गरेर केही फरक पर्दैन। प्रश्न